हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज बिहानै हामीले एउटा गुड न्युज सुन्न पाएका छौँ रवि र बालेन बीचको सहमतिलाई लिएर। तर त्यसमा कुलमान घिसिङ भने अटाउन सकेका छैनन्। होपफुल्ली रवि र बालेन मिलेर फ्युचरमा आगामी दिनमा चाहिँ कुलमान घिसिङलाई लगायत नयाँ अनुहार जुनबाट जनताले आशा गरेका छन् उहाँहरूलाई पनि समेटेर फागुन 21 को चुनावमा सँगै जनतामाझ आउनुहुनेछ भन्ने हामीले आशा राखौँ। किनकि जनतालाई विभाजित नगरौँ होइन, जनताले आशा गरेका अनुहारहरू सबै एकै ठाउँमा आउनुहोस् र हामीलाई पनि त्यो नयाँ अनुहारहरूलाई एकै ठाउँमा आउँदाखेरि चुनावको दिनहरूमा भोट हाल्नको लागि धेरै सजिलो हुनेछ है त। सो एग्रिमेन्टहरू के भएको छ जुन रवि र बालेन शाह बीच भन्ने कुराहरूमा छोटो संक्षिप्त रूपमा तपाईँहरूलाई मेन्सन गर्न चाहन्छु, जुन तपाईँहरूले विभिन्न सञ्चार माध्यममा पनि पढिसक्नु भएको होला होइन। पहिलो बुँदामा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलन अपनत्व लिई घाइते र शहीद परिवारका मागहरू यथायोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने भनेर पहिलो बुँदामा छ भने, दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरो नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने। तेस्रो बुँदामा पहिलो पक्ष र दोस्रो पक्ष बीच वृहत एकता भए पश्चात स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी। दलको झण्डा साविकै नीलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार, बीचमा नीलो रङको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने। 4 नम्बर बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने भनेको छ। सो यहाँनिर रवि लामिछानेले ठुलो त्याग गरेका छन्। पार्टी सभापति भए पनि उनले प्रधानमन्त्रीको दाबी छोडेको छन् बालेन शाहको लागि। 5औं बुँदामा के छ भन्दा वृहत एकता पश्चात पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनेको छ होइन। यो पनि राम्रो बुँदा रहेको छ। त्यसैगरी 6औं नम्बरमा के भनेको छ भन्दा आसन्न आम निर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधि गरिने भनेको छ होइन। त्यसैगरी 7औं नम्बरमा के भनेको छ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नत र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति समूह र व्यक्तिलाई आह्वान गर्ने भनेको छ है त। र यस्तै हामीले बालेन शाहको पोस्ट देख्न सक्छौँ होइन। उनले चाहिँ आज बिहानै शुभ प्रभात भनेर जुन कन्ट्र्याक्ट पेपर छ, कन्ट्र्याक्ट पेपरमा साइन गर्दै गरेको रवि लामिछाने र बालेन शाहको एउटा फोटो पनि बालेन शाहले पोस्ट गरेका छन्, जुनले 3 घण्टामा करिब 3 लाख भन्दा माथि लाइक पनि पाएको छ, 22,000 सेयर, त्यस्तै 57,000 कमेन्ट पनि त्यो पोस्टले प्राप्त गरिसकेको छ। स्वर्णिम मगरले पोस्ट हाल्नुभएको छ, बालेन्द्र शाह अब राष्ट्रिय स्वतन्त्र पार्टी नेता। आज बिहान 4:15 राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह बीच वृहत एकता सम्बन्धी सहमति भएको छ भनेर स्वर्णिम मगरले पनि पोस्ट गर्नुभएको छ। रवि लामिछानेले के भन्नुभएको छ भन्दा सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ भनेर भन्नुभएको छ, जुन कुरा अहिले सामाजिक सञ्जालमा पनि एकदमै भाइरल भइरहेको छ। त्यस्तै अर्को छ ट्रोल हिपहप नेपालले बालेन फर नेक्स्ट प्राइम मिनिस्टर फ्रम राष्ट्रिय स्वतन्त्र पार्टी, ह्याट्स अफ टु रवि लामिछाने, नट एभ्री वान क्यान सेक्रिफाइस, दिस इज हिस्टोरिकल भनेर भनेको छ। मिम नेपालले लेखेको छ इट्स ह्यापनिङ, इट्स रियली ह्यापनिङ, बालेन शाह फर द प्राइम मिनिस्टर, डिल डन भनेको छ, यस स्टिल हेज बिन डन। सो अबको रणनीति स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको कस्तो हुनेछ भन्ने आगामी दिनहरूमा पक्कै पनि थाहा हुँदै जानेछ र म तपाईँहरूलाई युट्युब च्यानलमा त्यसको सम्पूर्ण जानकारी पनि गराउनेछु। र राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन, अरू विभिन्न जति पनि पार्टीहरू हुन्छ उहाँहरूको एजेन्डा, उहाँहरूको भावी अब आउने चुनाव, फागुन 21 गतिको चुनावलाई लिएर कस्तो खालको रणनीति, कस्तो खालको सिद्धान्तहरू, कस्तो खालको राजनीतिक पृष्ठभूमि बन्दै जानेछ भन्ने कुराहरू जसरी घटनाक्रम डेभलप हुनेछ म तपाईँलाई पक्कै पनि जानकारी गराउने नै छु। च्यानललाई भने सब्सक्राइब गर्न नबिर्सिनुहोस्। यसै गरी अपडेटहरू लिएर आउनेछु। हस्त नमस्ते, धन्यवाद।